धारापानी मन्दिर तल बाटो लिएर पुग्दैछ माथि त्यो चुनेर जान लाग्छौँ। हजुरलाई चाहिँ आजको भ्लग चाहिँ यहीँदेखि चाहिँ सुरु भएको छ। राम्रोसँग भिडियोहरू हेरिदिनु होला। र आज चाहिँ हामी चाहिँ धारापानीतिर आएको थियौँ। त्यसो भन्छ हजुरहरूले बिहानको टाइममा हुस्सुहरू लागेको छ। हजुरले चाहिँ माथिको मन्दिर लिएर पुगेछन् त्यो चुनेर। केटाहरू अगाडि हिँडेछन्। केटाहरू उतातिर मन्दिरतिर पूजा गर्न आउँछन्। हामी चाहिँ यसो हेर्न लाग्छौँ मन्दिरमा। बिहानको टाइममा मजाको घाम लागिरहेछ। यता बसिरहेको छ भिडियो बनाउने। सर्पो खतरा सर्पो छ खै खतरा छ रे। पानीले भिजाउनु के यति सुक्खा राख्छ। पोजिटिभ हुन्छ। मन्दिरहरू जानुहुन्छ। लागे घन्टी बजाउँदै यो साइडको अच्छा त कसले होटल बजाखेरि जाऊ कि यहाँभित्र गएर बस्छ कि गएर बजाउँछ। कति तलसम्म रहेछ सक्नुहुन्छ। गर न कति पुऱ्याउँछौ? 108 पुऱ्याउँछ कि नै? ए मलाई के भनेको छ न आवाज त। ल पुऱ्याउ त ल 108 गर्न कि। पानीहरू बग्दैछ त्यतातिर। देखाउने हो कि म यता तिनको नाम के अरे? इन भाइको नाम के अरे? ए सुलभ। यता त नाम के आयो तुमा? सडक केटा के भने छन् केटा सुनकोट मन्दिर जानु लाग्छौँ। त्योपट्टि पो हजुर नास्ता जे हाने नि भइहाल्छ। त्यो त अगाडि खाएन र प्रसाद खाना सडेर
सिन्कोट मन्दिर पुग्न यस्तै गरेर छ जग्गा केटाहरू आइरहेछन् सिन्कोट मन्दिर डाँडामा पुगेछौँ फाइनल्ली अब कतिमा थियो जेठान हेलो जेठान कटमा थियो अब कतिमा थियो भन्नु भन्नु गर्दैन मिनट भनेर 2 मिनट भनेर 2 घन्टा लाग्ला नि सिन्कोट मन्दिर पुगेको छ भने चाहिँ सक्नुहुन्छ हजुरहरूले सिन्कोट मन्दिर गाइज हो बर्दाहरू त दुईटा त तलसम्म पुगिहाल्लान् नि तल्लो पुगिहाल्लान् बनाइरहेको छु बनिरहेको छ भिडियो आवाज दिइरहेको छ बाटोहरू हेर्न सक्नुहुन्छ निकै राम्रो छ एमाजोन यहाँ चाहिँ दामी रहेछ नि अहिले बाटो अलिअलि हिलो रहेछ यतिको भएपछि त हिँड्नु छ अगाडि यहाँदेखि आयो चाहिँ अलिक सजिलो हुन्थ्यो अगाडि थारो उकालो पनि फेरि घुमाउरो कि फेरि यहाँ त फेरि सिधा सिधा छ अलिक हल्का हल्का उकालो छ नि होइन नआउनु पनि सक्छ नि यार बड्डाको त सिधै तल पुगिरहेको नि कहाँ पुगिहाल्ने क्या
भने माथि माथि भोक लागिरहेको छ अरे यहाँको दामी छ त सिधा होइन पुगेको छौँ तल छ केटाहरू उता बसिरहेछन् यता बसिरहेको छु सुनकोट मन्दिरदेखि फाइनल्ली तलतिर आइपुगेका छौँ होइन सलमान चार्जहरूले केटाहरू चाहिँ देख्नु गएको थियो माथि मन्दिरमा हामी चाहिँ यता अहिले बसिरहेछौँ तल चाहिँ पिजोरो गराउँदैछ हुन्छ